त्यो माटो के त्यो के भन्छन् त्यो पनि त्यो उपर खापड गरेर त्यस्तै हाल्देछ अनि तपाईले त त्यही बेलामा त्यही उम्मेर त आज जेसीबी लगाएको के हातले निकालेर त निक्लेन के शुभम यहाँ बहुत गिट्टी हो क्या पहिला यहाँ न्यू भराउँदाखेरि नि न्यू भराउँदाखेरि यहाँ गिट्टी बहुत हो अनि मिस्त्रीले भन्नु म त सक्दैन जेसीबी बोलाउनु पर्छ अनि 2500 मा आएछ 1 घण्टाको 2500 दिने हो त्यति निकाल्दैछ यो सबै हाम्रो मटेरियल हो के अनि यो सबै भित्र हाल्दिएपछि नि फेरि माटो थोरै लाग्छ न्यू भराउँदाखेरि यहाँ थुप्रै हेर्दा गिट्टी बालु अझै पनि कति गिट्टी छ त्यहाँ पुरा दब्बेको रहेछ के अनि बालु धुँदाखेरिको ओ भाइ त्यहाँ उम्मेहा त्यो मिस्त्री हो त्यति भइसक्यो ल हामीले काम गर्दैछौँ नमस्ते बाँची राख्नु के हाल छ पहिला आशीर्वाद दिनु ल बाँची राख्नु किन केको लागि अनि यहाँ सुन्नु हामीले हजुरले भनेको थियौँ नि यहाँ बाहिर टोइलेट बनाउने हो कनेक्सन राखिदिनु अनि अब किन हाँस्नु आफै पुरा गिल्ला गर्नु प्रधानमंत्री बता पाइए तो घर कहाँ हो तो मंत्री लोग कहते ना गम होते हैं अरे तुम्हें पीना था मैं थोड़ा पीना था के भएन करनी यो त लेख वाला हैन के इनले मलाई सो छे 12 फिट ल्याउनु तपाईले कतिवटा भनेपछि अच्छा पानी में रुका पानी में रुका बस दुई फुटको फन्टियर है ले परी मिला के उसे हेर दीवार सीधा हो के करसे बनाना स्वीट अनि यहाँ म क्यारी बनाएपछि यो खिन्छ
त्यो हो एउटा चाहिँ टुक्रै टुक्रा बनाएर फ्रिजमा हाल्नु हाम्रो कम्पनीमा पाइपमा केही लाग्ला त्यसलाई गिल तपाईँलाई आउनु भनेको मैं पटाख चलते बैठते वक्त हमें वही पर घूम घूम का मारत बा पानी मारी नहीं और चाहिए वही का अब ताते रखे फायदा अब त लेट भइ वही खुचुर 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 पानी प्लास्टर गर्ने ल ढिक न पके सानो बास्थ्यो नि सानो बास्थ्यो यो ठुलो छ यो ठोकेला फेरि फुट्छ अहिले फेरि बनाउनु पर्ने मसला छैन पहिला सुधी भोलि पातहरूमा दिने होइन आज दिने म पातमा कसैलाई पनि हेर्नु त जोडाको त टिकटक बनाउने गर्छ नत्र गर्दैन केही काम पनि त्यो बनाउनु हेर्नु यो माथि हो माथि आछ के यो यहाँ फलेको नि छ उठो हेर्नु है जो नय तल देखाएको नि तलको झाल टुप्पाभरि माथि आछ के छतमा यो छतमा पुरा राङझाङ हुने हो अब यो यही हो यी हेर अस्ति भाइ गएको थियो नि मामाको बाइक ल्याइदिन मामाले बोलाउनु भएको थियो र गएको थियो भाइ अनि भाउजूले पठाइदिनु भएको थियो के यो दाल हररको दाल अनि यो मुङको दाल अनि मिक्स गरेर डब्बामा हालेर राख्दैछु घाममा सुकाएर निफने अनि यो प्याज पनि हो देखाउँदा त प्याज पनि हो त्यति त्यही हो अनि अरू त आलु बिराहरू फुलका बेरमा पठाइदिनु भएको थियो यति भयो हामीलाई भइहाल्छ अब यति भयो हामीलाई दुई महिनाले त हुन्छै होला है भयो